हेलो एभ्रिवान र आज बढीमा त मम्मी र म भएर जाँदै थियौँ नौबिल गाइस किनभने नौबिलमा भागवत छ त्यही लागि र हजुरहरूलाई फेरि पनि स्वागत छ बन्दिता देवीको छोटो मोटो मिनी ब्लगमा र यस्तो चड्किने घाम थियो गाइस हेर्न सक्नुहुन्छ र हामी चाहिँ अहिले छाता ओढेर भए पनि हामी नौबिलतिर जाँदै थियौँ र नौबिलमा चाहिँ 7 दिनको भागवत लाउनु भेट्छ गुरुजीहरूको घरमा र त्यस लागि हामी चाहिँ अहिले जाँदै थियौँ र अहिले हामी नदी पार हुन आँट्दै थियौँ गाइस र यो नदीको भिडियो हजुरहरूलाई मैले देखेको छु यो नदी चाहिँ हो गबडु नदी र नौबिल र पोथीमारीको माझमा भएको नदी गाइस र नदी पार भएपछि त हामी पनि पुगिहाल्यौँ नौबिल र अहिले चाहिँ हामी भागवतको गेट पनि पार भइसकेका थियौँ हेर्न सक्नुहुन्छ गाइस र त्यहाँ पुगेर चाहिँ हामीले पहिले काम चाहिँ चन्दा दिने गऱ्यौँ र त्यहाँ गएर चन्दाहरू दिएर अहिले चाहिँ हामी राधे राधेको टिकोहरू लगाएर भागवत तयारी पनि लागिसकेका थियौँ र मम्मीले बडेमाले पनि पालो गरी गरी टिको लाउँदै हुनुहुन्थ्यो हेर्न सक्नुहुन्छ गाइस र अहिले चाहिँ हामी पूजा गर्न पनि लागिसकेका थियौँ र अहिले हामी गणेश भगवानको पूजा गरेर बिहाजमा गएर हामीले चाहिँ अहिले त्यहाँ पनि पूजा गर्नतिर लागिसकेका थियौँ र यहाँ यतिजना भक्तहरू आइसक्नु भएको थियो गाइस र यो भिडियो हेरेर कस्तो के लाग्छ कमेन्टमा भनिदिनु होला गाइस र हजुरहरू सबैलाई राधे राधे र अहिले चाहिँ म र मम्मी पनि बसिसकेका थियौँ भागवत सुन्न भनेर गाइस हेर्न सक्नुहुन्छ र हजुरहरूलाई पनि म अलिकति भागवत सुनाइदिँदैछु हजुरहरूले पनि सुनेर कान पवित्र गर्नु होला गाइस र सुन्दै जानु माताजी पनि अब कलिजुगी माताजी कम बाटी हुन् त राम्रो राम्रो बहुत बाटी एउटै वरदान यस्तो मागिछन् सबै थोक कति मागिछन् हजुरहरूलाई चाहिँ मैले स्टार नदिएर यी भिडियोकै माझमा देखेको छु हजुरहरूले हेर्दै जानु होला गाइस सुन्दै जानु होला मेरा नाति नातिनाले सुन्नु है पहिले 3 तले बिल्डिङ माथि बसेर त्यो महल माथि बसेर सुनका थालमा 56 प्रकारको भोजन गर्दै गरेको मैले यिनै आँखाले देख्न पाऊँ यति एउटा वरदान त्यहाँ पछाडि चाहिँ अहिले मम्मीहरू सबैजना भएर भजनमा नाच्दै हुनुहुन्थ्यो गाइस हेर्न सक्नुहुन्छ कति आनन्द र कति फुर्तीले नाच्दै हुनुहुन्थ्यो र यहाँ बडेमा पनि नाच्दै हुनुहुन्थ्यो गाइस र साह्रै राम्रो लाग्छ श्रीमद् भागवत महापुराण भनिसकेपछि त कसलाई राम्रो लाग्दैन होइन भन्नु त र यहाँ टाढा टाढादेखिबाट पनि आउनुभएको थियो र हामी पनि पोथीमारीदेखि गएका थियौँ र अहिले चाहिँ हामी दाजु बहिनीहरू पनि बसिरहेका थियौँ त्यहाँ पछाडि त गुरुजीहरूले पनि बिहाजबाट नामेर यति राम्रो नृत्य दिनुभयो यति राम्रो डान्स गर्नुभयो हेर्न सक्नुहुन्छ गाइस मलाई चाहिँ साह्रै राम्रो लाग्यो र गुरुजीहरूको डान्स पनि दिँदैछु हेर्दै हजुरहरूलाई चाहिँ कस्तो के लाग्छ कमेन्टमा भन्न नबिर्सिनु होला र हेर्दा हेर्दै हामीको चाहिँ प्रसादी ग्रहण गर्ने बेला पनि भइसकेको थियो र अहिले चाहिँ हामी दिदी बहिनी दाजुभाइ सबैजना भएर अहिले चाहिँ हामी प्रसादी खानातिर पनि लागिसकेका थियौँ गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले र फेरि पनि भन्दैछु कस्तो के लाग्यो भनिदिनु होला गाइस र यो चाहिँ नौबिलमा भागवत हुँदैछ र यहाँ प्रसादी ग्रहण गर्दै हुनुहुन्थ्यो सबैजनाले त्यहाँ पछाडि चाहिँ अहिले हामी पोतेको दोकानतिर पनि लागिसकेका थियौँ गाइस र यो पोते दोकान त हुन्छै होइन त र नेपालीको घरमा भागवत होस् र यस्ता साना दोकान बसेका नहुन् हुन सक्दैन होइन भन्नु त र हेर्दा हेर्दै यहाँ हेर्न सक्नुहुन्छ यति धेरै भिड भइसक्नु भएको थियो र भक्तजनहरू यति धेरै आउनुभएको थियो जग्गा जग्गाबाट गाइस र हामी पनि पोथीमारीबाट गएका थियौँ हेर्न सक्नुहुन्छ र त्यस्तै गर्दा ओर्दा अहिले चाहिँ हामीको यहाँ शिव भगवानको र सती माताको झाँकी पनि आइसकेको थियो हेर्न सक्नुहुन्छ र त्यस्तै गर्दै हुँदै अहिले चाहिँ हामी दिदीबहिनीहरू पनि बसिरहेका थियौँ झाँकीहरू हेरेर हेर्न सक्नुहुन्छ र यहाँ हाम्रा दिदीहरूलाई पनि साह्रै गर्मी भएर बसिरहेको थिएँ गाइस र धेरै चर्को घाम थियो र अहिले चाहिँ मैले र बडेमाले भएर पनि एकछिन डान्सहरू गऱ्यौँ हेर्न सक्नुहुन्छ भजनमा र भागवतमा गएपछि त एकछिन फुर्ती गरिन्छै नाचिन्छै होइन भन्नु त र श्रीमद् भागवत महापुराणमा त नाच्नु हात उचाली नाच्नु भन्नुहुन्छ गाइस र अहिले चाहिँ यहाँ बडेमा पनि हुनुहुन्थ्यो र मैले बडेमालाई पनि अलिकति हालिदिएँ भिडियोमा र यतिकै गर्दै गर्दै हामीले चाहिँ डान्सहरू गऱ्यौँ हेर्न सक्नुहुन्छ त्यस्तै गर्दै गर्दै अहिले चाहिँ आरती गर्ने बेला पनि भइसकेको थियो र यहाँ चाहिँ गुरुजीहरूको आमाहरूले चाहिँ यहाँ आरती गर्दै हुनुहुन्थ्यो र यहाँ बिहाजमा बस्नुभएको गुरुजीहरूकै घरमा चाहिँ भागवत पुराण लाउनु भएको थियो 7 दिनको गाइस र आज चाहिँ 3 दिन थियो हेर्न सक्नुहुन्छ र सबैजना आरती गर्दै हुनुहुन्थ्यो
र आरतीहरू गरिसकेर म र मम्मी घरतिर लागिसकेका थियौँ गाइस, हेर्न सक्नुहुन्छ। र त्यहाँ पछि चाहिँ बाटामा पानीपुरी रहेछ र मैले र दिदीले भएर पनि पानीपुरी खानतिर लाग्यौँ। र त्यस्तै गर्दै गर्दै अहिले चाहिँ हामी दिदीबहिनी सबैजना पानीमा खेल्दै ओर्दै गबडु नदीमा जिस्किँदै एकजनाले अर्कालाई पानी हाल्दै ओर्दै अहिले चाहिँ हामी घरतिर भनेर पनि लागिसकेका थियौँ। र हाम्रो दिदीबहिनीहरू चाहिँ कति रमाइलो गर्दै थिए गाइस, हेर्न सक्नुहुन्छ। हाम्रा दिदीहरू हेर्नु त बच्चाले गरे जस्तै गर्दै थिए र उनीहरूलाई पनि साह्रै आनन्द थियो र भागवतमा गएर आएर थिए गाइस, साह्रै खुसी थिए। र त्यतिकै गर्दै गर्दै अहिले चाहिँ हामी पोथीमारीको फिल्डमा पनि पुगिसकेका थियौँ गाइस। र धेर पर छैन, नदी पार हुने बित्तिकै पुगिहालिन्छ। र अहिले चाहिँ हामी आइ पनि सकेका थियौँ। र धर्म गर्न हिँडेपछि त गाइस बाटाबाट हिँड्दै हिँड्दै जानु पर्यो होइन भन्नु त, गाडीमा त गर हुँदैन। त्यस लागि नै हामी हिँडेर गएका थियौँ आज चाहिँ। र हामी धेरै नै गलिसकेका थियौँ। र त्यहाँ पछाडि चाहिँ हामीले जुसहरू किनेर खायौँ दिदीबहिनीले। र यतिकै आजको दिन चाहिँ सक्यो। हजुरहरूलाई कस्तो के लाग्यो भनिदिनु होला। हुन्छ त गाइस, आजलाई यति नै।